कालिदास विद्वान भएपछि विद्वान कालिदास एक दिन घुम्न निस्के। घुम्न निस्किँदाखेरि हिँड्दै गए अनि एउटा महिलाको घरको आँगनमा पुगे र त्यो महिलालाई कालिदासले भन्छन्, ए हजुर, मलाई धेरै प्यास लागेको छ, पिउने पानी दिनुहोस् न। महिला भन्छन्, म तिमीलाई चिन्दिनँ, पहिला आफ्नो परिचय देऊ, त्यसपछि मात्रै म अवश्य तिमीलाई पानी दिन्छु। कालिदास भन्छन्, म यात्री हुँ। महिला भन्छन्, तिमी यात्री कसरी हुन सक्छौ? तिमी यात्री हुन्नौ। यात्री त केवल दुई मात्र छन्, एक हो सूर्य, अर्को हो चन्द्र, जो कहिल्यै रोकिँदैनन्, हमेशा निरन्तर रूपमा चलिरहन्छन्। साँचो बताऊ, तिमी को हौ? कालिदास भन्छन्, म पाहुना हौ। महिला फेरि भन्छन्, तिमी पाहुना कसरी हुन सक्छौ? संसारमा दुईजना मात्रै पाहुना छन्, पहिलो धन र दोस्रो यौवन। यिनीहरूलाई जान धेरै समय लाग्दैन। तिमी भन, को हौ? कालिदासले फेरि उत्तर दिन्छन्, म सहनशीलता हुँ। अब त पानी दिनुहोस्। महिला भन्छन्, नाइ, सहनशीलता त दुई मात्र छन्, तिमी कसरी सहनशीलता हुन सक्छौ? पहिलो सहनशीलता भनेको यो धरती हो, जो पापी धर्मात्मा सबैको लागि बोझ सहिरहन्छन्, जसको छाती चिरेर बीज राख्दा पनि अन्नको भण्डार दिन्छन् र सम्पूर्ण मानिसहरूलाई खानेकुरा उपलब्ध गराउँछन्। दोस्रो हो वृक्ष, जसलाई जति ढुङ्गाले हाने पनि हिर्काए पनि मिठो फल दिइरहन्छौ। साँच्चै भन त, तिमी को हौ? विद्वान कालिदास भन्छन्, म हड्डी हुँ। महिला भन्छन्, फेरि तिमी असत्य बोल्यौ। हड्डी त दुई मात्रै छन्, पहिलो नङ र दोस्रो कपाल, जुन जति काटे पनि फेरि निस्किरहन्छन्, पलाइरहन्छन्। अब सत्य बोल, तिमी को हौ? विद्वान कालिदासलाई आफू अपमानित र पराजित भएको महसुस हुन्छ। कालिदास भन्छन्, म मूर्ख हुँ। महिला भन्छन्, होइन, तिमी कसरी मूर्ख हुन सक्छौ? यो संसारमा मूर्ख पनि दुई मात्र छन्। पहिलो शासक, जो बिना योग्यता पनि सबैलाई शासन गर्न खोज्छ, उसलाई केही जान्दैन तैपनि शासन गर्न खोज्छ, त्यो पहिलो मूर्ख हो। दोस्रो मूर्ख भनेको उसका सल्लाहकार, जो शासकले गलत गरे पनि उसलाई साँचो बनाउनलाई, साँचो कुरा प्रमाणित गर्नको लागि विभिन्न तर्कद्वारा साँचो प्रमाणित गर्न खोज्छन्। ती दुई मात्रै मूर्ख हुन् यो संसारमा। विभिन्न फरक उत्तर दिँदा हैरान भएका कालिदास केही बोल्न नसक्ने भए। आफ्नो फरक परिचय दिएका कारण उनी महिलाको गोडा समाउँदै क्षमा याचन गर्छन् र उनले भन्छन्, म कालिदास हुँ। महिलाले भन्छन्, उठ कालिदास, खासमा म सरस्वती हुँ। आवाज सुनेर माथि फर्किएर हेर्दा त माता सरस्वती त्यहाँ हुनुहुन्थ्यो। अनि माता सरस्वती भन्नुहुन्छ, शिक्षाबाट ज्ञान आर्जन हुन्छ कि अहंकार? तिमीले शिक्षाको बलमा प्राप्त गरेको मान र प्रतिष्ठालाई आफ्नो उपलब्धि मान्यौ र अहंकारको सिंहासनमा बस्यौ। त्यसैले तिम्रो चक्षु खोल्नको लागि मैले यो नाटक गर्नु पर्यो। कालिदासलाई आफ्नो गल्ती महसुस हुन्छ र अन्ततः पानी पिएर प्यास मेटाउँछन्। त्यसैले आफ्नो विद्वता उपर कहिले घमण्ड नगरौँ। घमण्डले विद्वानलाई नष्ट गरिदिन्छ। यो सवार मैले फेसबुकबाट लिएको हो। यहाँहरूलाई कस्तो लाग्छ कमेन्ट गर्न चाहिँ नबिर्सिनु होला। हस्त धन्यवाद।